भनेर भने होइन ल यही हो र ए हाम्रो नि हजुर ल के भएछ त बिस्तारै सम्धि बिस्तारै सुकाइ छ हामी चाहिँ यहाँ खाजासाजा खाएर पनि फेरि हामी लप्से झर्ना जानु लाग्यो त्यसका लागि चाहिँ हामी यहाँबाट हिँड्यो अब पानी पर्दैछ क्या सो अब छिटा आइरहेको छ पानीको अब के हुन्छ वहाँ पुग्नुसम्म त फेरि ठुलो पानी पऱ्यो भने त बर्बादै होला अब यता उबाट ठुलो पानी आइरह अब हेरौँ के हुन्छ अब चाहिँ साथीहरू यस्तो बबाल हुन्छ नि झन् पानीमा कति रमाइलो लाग्छ क्या पानी पर्दा त झन् मलाई त अब यता चिलाउने झर्ना त सक्यो अब लप्से झर्ना जाँदैछु जन्म त पाहाडमै पो लिनुपर्ने रहेछ यार अलि झर्ना सर्ना डाँडा काँडा हेर्नलाई त लप्से झर्ना कता हो लप्से झर्ना कता हो यता होइन क्या हो होइन जस्तो छ यतै हो पानी परिहाल्यो ल लप्से झर्ना हो नि के हो झर्नाको नामै थाहा छैन बाइकै जाँदैन रे नि त यसो हिँडेर पो जानुपर्ने भयो त साथीहरू के हो यस्तो हिँडेर जानुपर्ने ल अब केही छैन हिँडेर पनि गइदिउँला नि त होइन जान त ल म माथि दिदीबाटै लिएर गएँ त्यही झर्ना भन्छ बाटो छैन भन्छ त्यति राखेर जानुपर्छ भन्छ जहाँसम्म बाइक जान्छ त्यहीसम्म लगौँ न है 80,000 रुइदैन कि बेसी 2-4 हजार मिलाइदिनु आउनु न डल्लुमा यो चाहिँ कहिले भएको यो त कसरी चाहिँ कोर्यो यो केले कोर्यो त्यस्तो हजुर हजुर यता स्वयम्भू पछाडि यस्तो छोएर ए हुन्छ तपाईँ आउने बेला कल गर्नु म लाइभ लोकेसन हाल्छु नगर्नु झन् च्यातिन्छ नङले गर्यो भने मेरो यहाँनिर त्यो जुन कोर्या छ नि थोरै थियो उता गरे आमा नि त्यहाँतिर त बिजोग हुन्थ्यो क्या त्यता पानी पर्दा झन् हेरी बिजोग हुन्छ भाइ मासतिर पानी परेर बाढी आउँदैन भने आउनु न हौ केही हुँदैन नि ल साथीहरू हामी चाहिँ होइन अब अलि यतै आएर चाहिँ यताबाट जानुपर्ने रहेछ हामी चाहिँ हेर्नु न यो बाटोबाट वहाँ तल कहाँ पुगेर है अनि त्यसपछि अनि बल्ल सोद्धा कति मान्छेलाई सोध्यो कि हामी त कति ठाउँबाट फर्क्यो नि त अब यताबाट चाहिँ घर जाने हो यताबाट चाहिँ हामी चिलाउने झर्ना गएर आएको अनि बाटो चाहिँ यहाँबाट यता लाग्नुपर्ने रहेछ कि लप्से झर्ना जानको लागि लप्से झर्ना भने जस्तो लाग्यो कुन झर्ना हो फेरि कति ठाउँमा सोध्दै हिँड्यो लास्टमा चाहिँ झर्ना चाहिँ यतै रहेछ त्यस्तै हेर्नु त है यता जान्न यस्तो पो छ यार बाटोहरू यार ल के भएछ त लिएर जान्छ के भएको त यो पानलाई त अहिले म बरु बाटो छैन रहेछ बाटो खतम ल ए हस् मेरो चाहिँ यहाँ गोब्रोले धोका दियो त्यति मात्रै हो एकछिन बाटो डेन्जर रहेछ। फेरि के गर्नु, कताबाट लाने हो?
ल आफी यो लक्ष्य झर्ना जाने यो बाटो पनि त लास्टै खतम रहेछ नि यार साथीहरू के हो यार यस्तो ओ माई गॉड बाटो त डेन्जर छ त नि छ्या कति गुड्ने हो कस्तो टाउको दुखिरहेको आमामामा यार यस्तो बाटोमा त कसरी लाने त यार मैले यार पुरै हिलो हिलो छ यार आमामामामामा छ्या ओ माई गॉड हे प्रभु हे हरिराम कृष्ण जगन्नाथ प्रेमानंदी मुझे बचा लो ओ माई गॉड ल ल ओके आमामा यार ओए ओए समधी समधी ये क्या हुआ ओ शिट माय गॉड आमामा ल ल बाटो खत्तम भयो त बल्ल बल्ल चाहिँ यहाँसम्म गएँ आइया जाठा एकै छु नि पुरै चिपेर यताउति पो हुन्छ त यार मेरो ल कट्यो यार नलडिकनै कट्यो ल लड्दै नलगिकन कटिहाल्यो लड्यो तिमी ल यो केटी त लडेछ त नि ल ल ए हो रहेछ ल धन्यवाद ला यो त लडे मै पुरै हिलो हिलो भएको आमा आउने रे ए सक्छमा केटा मान्छेहरूले त केटी मान्छेहरू मात्रै हो अलिकति डराउने ल यहीँनिर लड्यौ तिमी ल अनि कसले उठायो आफै उठायो अझै कति टाइम लाग्छ कति टाइम लाग्छ आमा वहाँदेखि नै 10 मिनट भने अझ यहाँबाट नि 10 मिनट अब धेरै 7-10 मिनट झर्ना लाग्नु भएन हजुर लप्सी झर्ना भन्नु भएन कुन झर्ना हो लप्सी नै हो ए ए हाम्रो नि हजुर हाम्रो नि भिडियो आउँछ आउँछ भइरहेछ मिस मायालामा हस् थ्याङ्क यू है म चाहिँ बिचमा भएको जस्तो छ ल जाने आमा हिलो त भाइ वहाँबाट 10 मिनट अब यहाँबाट नि 10 मिनट यहाँबाट नि 10 मिनट हामी त वहाँ रोडदेखि नै 10 मिनट भन्दै जता पुगेछौँ भने 10 मिनट हामीलाई त लास्टै झुकायो नि अब साँच्चीको 10 मिनट हो ल धन्यवाद ल Oh my god हाम्रो चाहिँ एकजना चाहिँ लडिहालेछ लु देशमा त लडेन होला अब हामीलाई
वहाँ रोडदेखि नै होइन 10 मिनट लाग्छ भनेर भने होइन धन्नैले म त ब्लडै भनेर ल तान त धन्नैले लडेको यार ऊ यो झारको छोरीले त धन्नैले फेरि म त आज त बाल बच गयो भइरहेको छु यार 10 मिनट भनेको धन्नैले 10 मिनटसम्म लड्दियो फेरि सो हामी चाहिँ वहाँ तल रोडदेखि नै 10 मिनट भनिरहेको थियो सबैजनाले कति टाइम लाग्छ भने 10 मिनट लाग्छ भनेर भन्यो अनि आधी बाटो आएर सोध्यो होइन अनि कति टाइम लाग्छ भने फेरि 10 मिनट लाग्छ भन्यो अनि फेरि यहाँ आएर सोध्यो कति टाइम लाग्छ भनेर फेरि त्यहाँ नि 10 मिनट ओ माई गड 10 मिनट लु गर्दा ठ्याक्कै 1 घन्टा भयो हामी घुमेको झन्डै लड्नु भने ओ माई गड टाउको दुखिसक्यो यार आज त हिँड्दा यार पानीले भिजायो एकतिर मेला लप्से झर्ना पुग्न पनि धेरै गाह्रो भयो यार हामीलाई त बिहान कति 10:30 बजेदेखि घरबाट हिँडेको मान्छे हिँड्यो अहिलेसम्म मार मलाई घरबाट फेरि लखाड ल त्यो साथीहरू त्यही हो अब आफ्नो ठाउँमा फेरि जाने भनेपछि फेरि जानै पर्छ कि फेरि होइन अब त्यस्तो छ अब यत्रो टाढा त आइसक्यो अब त्यति त 10 मिनट 15 मिनट त के हो नि अब भन्ने हिसाबले हिँड्यो अब त्यत्रो 10 मिनट 15 मिनट भन्दा पनि कति टाइम लागिसक्यो थाहै छैन कसैलाई नि अब चाहिँ साँच्चीको 10 मिनट भनेको छ हेरौँ ल यही हो र ओ माई गड यही रहेछ यार साथीहरू ल लप्से झर्ना पनि आइपुग्यो ए यो भन्दा राम्रो त त्यो उयो छ हौ फेरि फेरि लडाइदियो फेरि ल वाइ किन लडाएको ओ माई गड लड्यो शिट कस्तो लडायो ल धन्यवाद ओहो यहाँ त मान्छे नआउँदैको रहेछ त कहाँ हाल्ने त भाइ के धुने त्यहाँ बाटोमा त यस्तो हो लु जाडो भयो ल साथीहरू यही रहेछ लप्से झर्ना भनेको यहाँ त केटाहरू सो गाइस फाइनली हामी यहाँ लप्से झर्ना आइपुग्यो 10 मिनट भन्दै ठ्याक्कै लाएर 1 घन्टा पनि लाग्यो अनि 1 घन्टामा चाहिँ हामी बाटो साह्रै अप्रोड छ नि त पुरै हिलो पानी परेर पुरै हिलो छ त्यही भएर अनि हामीलाई यत्रो टाइम लाग्यो कि तपाईँहरूले देख्न सक्नुहुन्छ लप्से झर्ना वाउ ओ माई गड तर केटाहरू नुहाइरहेको छ तर केही छैन यसो भिडियो बनाउँदा त यहाँ चाहिँ भने नुहाउन पनि स्विमिङ गर्न पनि छ क्या साथीहरू टक्क लगाएर ओ माई गड के भन्या अनि त्यसपछि त्यो उसले बाइक धुँदैछ लड्यो बाइक जाडो भयो मऱ्यो म जाडो भयो यार उसले चाहिँ बाइक लडाइरहेछ अनि बाइक लडायो नि ऊ पनि लडेछ बिचरा बाइकको खालकै छ उसले चाहिँ हुन चाहिँ अहिले हिलो एकदमै हिलो छ क्या तर लडे पनि उसलाई चाहिँ के भन्दा चाहिँ उसले एकदम मजा आयो मजा जुत्ता चाहिँ आएन मजा मात्रै वाउ ओ माई गड माका इन्डिया लडिहाल्यो नि फेरि यार आमा हातै निलो भयो शिट होला